जस्तो रोपो त्यस्तै उम्रिने रहेछ। मुला रोपो मुला, आलु रोपो आलु भने जस्तो। वरिष्ठ 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 बलराम मैझारो त्यसै गरी सोल्टिनी यी तीन मुभी कस्तो हुँदैछ त? त्यसो त वरिष्ठ बलराम त निकै राम्रो छ, मैझारो पनि ठिकठिकै छ, सोल्टिनी त च्याटै भयो कि च्याट भयो थाहा छैन। नमस्ते, म दिल मुस्कान फेरि पनि तपाईहरुको बीचमा नयाँ भिडियो लिएर आएको छु। तपाईहरुलाई नै तपाईहरुको लागि नै मैले बनाएको छु, तपाईहरुको लागि नै यो भिडियो छ। प्लिज पहिलोचोटि हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब पनि गर्नु होला च्यानललाई। ओके, हामी चर्चा गर्ने छौं साँच्चै नै यतिखेर नेपाली चलचित्र हलहरुमा लागिरहेको चलचित्र हो वरिष्ठ बलराम, त्यस्तै गरी मैझारो सोल्टिनी। सोल्टिनीको लागि छोटो कुरा गरौँ न। यतिखेर साँच्चै नै सोल्टिनी फिल्मको दम नभएर हो या दर्शकलाई तान्न नसकेको कि कथावस्तुको कमजोरी भएर? एकदमै यो फिल्मले चाहिँ पानीको पा पनि माग्न पाएन भन्थे नि हाम्रो प्रकाश सुवेदी अंकलले, तर त्यस्तै भयो जस्तो छ त। त्यही पनि हामीलाई पुरै जानकारी थाहा छैन, तर यो फिल्मले पनि लगभग 80 लाख भन्दा माथि पनि कमाएन जस्तो लागेको छ अन्दाज हेर्दाखेरि। यो फिल्म चैत पनि भइसकेको छ र अब यदि चलिरहेको छ भने पनि अब शुक्रबारदेखि अब झन् ठुल्ठुलो फिल्म लाग्दैछ। त्यसो त उता मैझारो फिल्म पहिलोचोटि तोक्मे बुढा अथवा विल्सन विक्रम रायको रहेको निर्माता निर्देशनमा रहेको चलचित्र हो मैझारो। मैझारो फिल्म साह्रै राम्रो बनेको थियो। यस्तो राम्रो मिनुरा मगर, त्यस्तै गरी धीरज मगर, बुद्धि तामाङ, रजनी गुरुङ, दयाहाङ राई लगायत थुप्रै कलाकारको यस्तो प्रस्तुति थियो। तर खै त अब अर्ग्यानिक मुभी चल्न गाह्रो छ। कता कता अब यतिखेर परान मुभीले चाहिँ राम्रै गर्दैछ, तर आजको दिनमा हेर्दाखेरि यो चलचित्रहरूले पनि खासै राम्रो चाहिँ अकुम्पेसी देखिएको छैन। त्यस्तै आजको दिनमा बुकिङमा हेर्दाखेरि लगभग मैझारोको यसो केही 2-3 लाख कमाउला कि, अनि यता वरिष्ठ बलरामको केही 6-7 लाख कमाउला कि भन्ने मात्रै आशा छ है। निकै नै आजको दर्शक चाहिँ सबै परानतिर गएका छन्। आज परानमय हुनेछ। त्यसै गरी यो चलचित्र पनि त्यसै गरी यहाँनिर विजय बराल भर्सेस दयाहाङ राईको निकै नै जबरजस्त फिल्म बनेको छ। त्यसो त यो विजय बराल त्यसै गरी दयाहाङ राईको त सँगै फिल्म आउने नै हो। दाजुभाइको केमिस्ट्री मिल्छ हैन, यस्तो बवाल छ। ओएमजी, यहाँनिर चाहिँ टक्क कारमा सट है दयाहाङको इन्ट्री हुन्छ त्यहाँनिर, त्यसपछि हैन टक्क गएर कल्लाई विजय बराललाई चाहिँ टट एक फड्याङ हानेको हामीले देखेका छौं भने आँखामा तोरी फूल देख्ने गरी। विजय बरालले पनि निकै राम्रो रोल गरेका छन् यो फिल्ममा। निकै नै मुख्य हिरोमा हामीले हेर्न सक्छौं को भन्दाखेरि विजय बराल। उता सहयोगमा मात्रै हामीले देखेका छौं लगभग दयाहाङ राईलाई चाहिँ। त्यस्तो हुँदाखेरि यहाँ चाहिँ विजय बरालले एकदमै बवाल गरेको छ, एकदम तहल्का पिटेको छ। त्यसो त यो फिल्म पनि निकै राम्रो हाइप आएको छ। निकै नै यतिखेरसम्म लगभग विकास बोर्ड कलेक्सन अनुसार 1,50,60 लाख भन्दा माथि, र त्यसै गरी हाम्रो हिसाबमा रहेको छ यो 2,50 लाख भन्दा माथि नै ग्रस कलेक्सन गरेको छ। यसको लगभग यसको 1 करोड मात्रै हो भने यो फिल्म हिट हुने सम्भावना छ। यदि यो फिल्मको बजेट 2 करोड भने यो फिल्म हिट हुन एकदमै समस्या छ, प्रश्नको चिन्ह खडा हुन्छ है साथीहरु। त्यसो त तपाईले हेरिसक्नु भएको छ मैझारो। अझै एकचोटि मैझारोलाई पनि हेरौं न। मैझारो पनि यस्तो राम्रो मुभी बनेको छ है, यस्तो राम्रो मिरुना मगर सँगै धीरज मगरको केमिस्ट्री यस्तो राम्रो थियो नि। खै त, तर के गर्ने, गाह्रो हुन्छ नि फिल्म चल्नलाई। अब यो बेला चाहिँ अब दर्शकहरूले अब कुन मुभी मन पराउनु अथवा दर्शकको मन जित्न चाहिँ निकै गाह्रो छ। र अब विभिन्न समाजको त्यो हरेक कुराहरू, अब विभिन्न घटिरहेको समस्याहरू, त्यो माहौलमा पनि फिल्म चलेको छ। तर पनि तपाईहरुले चाहिँ अब फिल्म चलाउँदा पनि अलिकति ध्यान दिनुपर्ने कुरा हुन्छ है। हुन त थुप्रै हिन्दी चलचित्र आए हैन, अब विभिन्न भए, नेपाली चलचित्रहरू अब ठोकाठोक भयो हैन। एकदमै मतलब भन्नु खोजेको एकदमै भिरन्त भयो नि त हैन। अब सबै जुद्यो नि त। अब दुईटा जुधे, 2-3टा भने 4-4वटा 5वटा जुधेपछि कहाँदेखि चल्ने त, कहाँदेखि उभो लाग्छ साथीहरु। त्यही भएर जसले टाइममा ल्याउँछ त्यो फिल्म राम्रो चल्छ। टाइमिङमा आएको फिल्म चलचित्र हो जेरी अन टप। अहिले पछिल्लो समयमा प्राण पनि
टाइममै आएको छ। अब त्यसो त अब शुक्रबारदेखि उता धन बिनाको मन र जारी 2 हामीले देखेका छौं। अरु फिल्म कुन छ त्यो चाहिँ विशेष जानकारी छैन, तर पनि त्यो फिल्महरुले फाड्दैछ है, फाड्दैछ। बुकिङ अन भइसकेको छ, तपाईहरुले बुक गर्न पनि सक्नुहुन्छ। मन बिनाको धन र त्यसैगरी यता जारी 2। त्यसो त यतिखेर वरिष्ठ बलराम अनि मैझारो अनि सोल्टिनी मुभीलाई तपाईले हेरिसक्नुभयो होला। कस्तो लाग्यो त्यस्तै तपाईले प्रतिक्रिया दिनु होला। र अन्तिममा म बिदा हुन चाहन्छु र मेरो भिडियोलाई पनि हेर्दै हुनुहुन्छ भने प्लिज कमेन्ट अनि तपाईले सब्स्क्राइब पनि गर्नु होला मेरो च्यानललाई। र यति भन्दै म बिदा हुन चाहन्छु। नमस्ते, बाइ बाइ, टेक केयर, हेभ अ गुड टाइम।